ल आमाको माया छात्रावास। ल अब हामी चाहिँ टक्क अब लिन आउनु भयो छिर्दै। रिजन भाइ आऊ न तिमी बिस्तारै। क्यामेराम्यान ल ल यता टोइलेट कहाँ पढ्नु जान्छ नि? भुसानालय रे खाना खाने ठाउँ। के हो तिमी हो यहाँ कुकम्यान? यो चाहिँ ब्याक साइड। तल भिडियो बनाएँ, भित्र चाहिँ गएन अहिले बसी। यो चाहिँ बस्ने ठाउँ। माथि 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 रे यता चाहिँ यो चाहिँ गेस्टहरूको रुम हो। गेस्ट रुम। मलाई ल्याऊ है त चाबी यसको। ए यो रहेछ नि, यो गेस्ट रुम हो होइन? अनि यो पनि गेस्ट रुम हो। ए यसमा लाग्यो नि, उसमा लगाइदियो भने यो त्यो यो नि गेस्ट रुम है। गेस्ट रुम हो, यिनीहरू गेस्ट रुम हो नि। यो चाहिँ मान्छेहरू आएको बेलामा चाहिँ बस्ने हो। अनि तल स्टोर छ। यो स्टोर स्टोर एकजना दिदी बस्नुहुन्छ तल। त्यो चाहिँ यिनीहरूको यो वर्क ड्युटी हो। ए यो चाहिँ सबै मिलेर काम गर्ने हो है। त्यहाँ चाहिँ हल छ है। ल बस तिमीहरू बस। सबैले पढाउनु हामी सबै नाम मात्रै म चिनिहाल्छु स्कुलमा कलेजमा देख्छौ। ल आज चाहिँ यहाँ सुन, आज चाहिँ सचिनको जन्मदिन है। जन्मदिन भएर तिमीहरूलाई भेटौँ, केही आफूले सकेको सहयोग गरौँ भनेर आएको है। तिमीहरूलाई थाहा छ नि यस्तो कुरा हाम्रो लागि कति महत्त्वपूर्ण हुन्छ भनेर होइन। हामीलाई सानो सानो कुरा नि कहिलेकाहीँ खाँचो भइरहेको हुन्छ, किनभने हामीसँग संस्थामा नियमित बजेट हुन्न है। अनि हामी यसै गरी चलिरहेको हुन्छौँ। यो समाजसँग जोडिने राम्रो कुरा पनि भयो। आज सचिन जोडिएको छ, ऊ जोडिन्छ, अर्को जोडिन्छ, अर्को जोडिन्छ होइन। यसै गरी बन्दै जाने हो। त्यसैले यो बेलामा आज चाहिँ सचिनको जन्मदिनको दिन हामीले शुभकामना पनि दिनुपर्छ। भलो होस्, भोलि उसको राम्रो होस्, उसले अलि धेरै पैसा कमायो भने अलि ठुलो सहयोग पनि गर्न सकोस् होइन। त्यो हुनुपर्छ नि। त्यस कारणले पैसा मात्रै कमाएर राख्ने मान्छे त कति हुन्छ कतिको दुनियाँमा है। तिमीहरूले देख्यौ नि भिडियोतिर कता कता नेताका घर जल्दा पैसा पनि जलाइदियो देख्यो है। त्यस्तो के काम? समाजलाई काम नलाग्ने, गाह्रो परे बेला काम नलाग्ने, आफू मात्रै लुकाएर राख्ने, अनि त्यही पैसा पुग्ने काम लाग्यो लागेन। थोरै भए पनि अलिकति समाजलाई पनि दिने, सेवामा नि दिने होइन। अनि अर्को ठाउँमा नि काम लाग्ने भयो भने त्यस्तो कुरा राम्रो हुन्छ कि हो। ल आज चाहिँ हामी के गरौँ भने पहिला हाम्रो के अरे सचिनको जन्मदिनको दिन हामी बत्ती बालेर शुभकामना पनि भनौँ है। अनि जन्मदिनको गीत पनि गाउँ हुन्छ है। अनि त्यसपछि ल त्यसो भने पहिला तिमीहरूले दियो बाल्ने काम गर है। अनि सचिनको जन्मदिनलाई शुभेच्छा दिउँ। अनि त्यसपछि के गरौँ? त्यसपछि एकछिन परिचय गरौँ, उहाँहरू पनि परिचय लिउँ है। अनि हामी पनि शुभकामना दिउँ है त। हुन्छ हामी यहाँको चलन अनुसार है। ल सुरु गर। ज्योति देव ज्योति परम ज्योति देव ज्योति जना जना देव
ल तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना है भगवान्ले आशीर्वाद दिउन् है जीवन सफल होस् राम्रो काम गर्न सकुन् हामीले त्यही शुभकामना दिने होइन त ल एकचोटि जन्मदिनको गीत गाइदेऊ ल शुभ तव जन्मदिवस मङ्गलम् गर्न मन लागेको मान्छे कम हुन्छ के हो कि बुढा मान्छेमा आउँछन् कि अलि एउटा पद पाएका मान्छे मात्रै आउँछन् हो कि तिमीहरू जस्तै विद्यार्थी भएर नि जन्मदिनमा म अलिकति जे सक्छु त्यो गरौँ भनेर आएको भनेपछि ठुलो कुरा हो नि होइन हो यस्तो भावना सबैमा आउनुपर्छ तिमीहरूमा नै आउनुपर्छ अरू सबैजनामा आउनुपर्छ होइन हो कि ल हामी फेरि सबै छात्रावासको तर्फबाट जन्मदिनको भाइलाई धेरै धेरै शुभकामना छ भगवान्ले आशीर्वाद दिउँ ल अब एकचोटि परिचय गरौँ मगर कक्षा 2 घरबारी ल नमस्ते परस्परीय कक्षा 4 घर मुगु नमस्ते एब्रन तामाङ कक्षा 4 घर कञ्चनपुर नमस्कार सञ्जय दुवाडी कक्षा 5 घरबारी नमस्कार सङ्गम प्रजा कक्षा 10 घर चितवन नमस्ते त्रिबहादुर भने कक्षा 8 घर मुगु जन्मदिन नमस्ते सबै कक्षा घर फेरि भन्न त तिमी समीरले बुझ्ने गरी ल बिस्तारै भन्न त नमस्ते सरन्दा सामी कक्षा घर आई नमस्ते सुरेखा कक्षा 2 घर चितवन नमस्कार असीम विक कक्षा 6 घर नलपरासी नमस्ते समी परियार कक्षा 6 घर नमस्कार उदिलाल चेपाङ कक्षा 7 बेनीघाट तुलराम गाउँपालिका वडा नम्बर 2 34 तारिक नमस्कार ब्रह्माद बुढा कक्षा 10 भारत छन् नमस्ते भीमसेन रिजाल कक्षा 3 घर रुकुम नमस्ते दिनेश सरजा कक्षा 5 घर दादी नमस्ते उज्जवल कटेल कक्षा 10 घर दादी नमस्ते विशाल प्रजा कक्षा 4 घर दादी नमस्ते विकेट चेपाङ कक्षा 7 घर दादी नमस्कार अनमोल लौड कक्षा 8 घर चितवन नमस्ते रत्न प्रजा कक्षा 10 मेरो घर चाहिँ धारी नीलकण्ठ 9 हो नमस्ते मेरो नाम सुभाष श्रेष्ठ नीलकण्ठ 4 खानी गाउँ पाल्पा है नमस्ते म चाहिँ सबिन श्रेष्ठ म चाहिँ नीलकण्ठ 4 को कक्षा 11 ल 4 भनेर त हाम्रै वडा हो नि थाहा छ तिमीहरूलाई थाहा छ है अब मेरो साथीको त भयो अब हामी साथीकोमा आयौँ होइन अब हामी सबैको बर्थडेमा चाहिँ आउने उस छौँ अनि कति राम्रो कुरा म चाहिँ यो भिडियो चाहिँ मेरो पेज छ सबिन एसट्यासे ब्लग्स भनेर अब यता अब हेर्न नि पायो होइन अब भिडियो हो त्यसमा चाहिँ अब तपाईँले अब के चाहिँ अब सानो सहयोग भयो नि अब हामी चाहिँ अब के अरे डोनेसन उस क्युआर हालेर अनि यताको लागि हल्का कति सक्छ त्यही अनुसार सहयोग गर्ने धेरै चिज ल्याएको भयो सबै कति रकम बराबरको छ
त्यो कतिको छ जति छ यति बराबरको भन्यो भने यो अकाउन्टमा सजिलो हुन्छ क्या हामीले त यति बिल त त्यहाँ छ भन्न पाइयो नि त मैले दिसो बिल त त्यति नै बिल पनि त्यो सन्दीप रिजालले नि घरकै धान कुटेर ठुलो कुरा हो नि त हामीलाई त कसैले गुन्द्रुकै अहिले गुन्द्रुक ल्याइदिएको थियो है पारेको हुन्छ हेर त भएन भने देख्न सकिन्छ हो यहाँ दाइहरूले ल्याइदिएको सानो कुरा भयो नि हामीलाई त अप्ठ्यारो चलिरहेको हुन्छ पानीको धारा बिग्रेको बेला एउटा पानीको धारा पनि हाम्रो लागि ठुलो कुरा हुँदैन हुन्छ नि त हो त्यस्तै गरेर यो सबै चिज इज एन्ड एभ्रिथिङ है हाम्रो लागि सबै महत्त्वपूर्ण छ त्यसको लागि सबैजना चारैजना दाइहरूलाई धेरै 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 धन्यवाद है हस् सेम उस गर्दा तेह्रबाट निस्किनु मेरोबाट गर्छु ल ड्रइङ होइन अब तपाईँसित वाट्सएप छ है वाट्सएप नम्बर पठाइदिनु पऱ्यो जसको राम्रो ड्रइङ भयो एउटा ड्रमा 100 रुपियाँ हालिदिन्छ है म ल ल राम्रो राम्रो हुनु पऱ्यो तिमीहरूले राम्रो एकदम फाइन आर्ट गर्यौ भने 100 रुपियाँ पाउनु भयो ठुलो कुरा इट्स ग्रेट प्राइज हो जतिवटा ड्र बनाए नि भयो है 10वटा बनाए नि पायो एउटा बनाए नि पायो 20वटा बनाए नि पायो ल 20वटा बनायो भने त 2000 रुपियाँ पाउने ल दाइले धेरै घाटा नलाइदियो है हात उठाउँदा कसरी ड्रइङ बनाउँछ ड्रइङ बनाउन सिक्ने राम्रो बनाउनु पर्छ है ल अगाडि अगाडि आउँदैन भाइहरूलाई सिकेर पठाऊ है यहाँ सुन त ड्रइङ बनायो भने राम्रो चित्र बनायो भने 100 रुपियाँ दिने रे ल सम्बिरले बनाउँछ त्यो सबले बनाउँछ जसले बनाउँछ उसले पाउँछ है त मिठो सही छैन होला गरममा बाँडी खाने बाँडी खाने हुन्छ सामानहरू छ नि ढुङ्गा इँटा यो सबै चिज चाहिँ डोनेसनमा आएको हो सामान नै पाएको हो हामीले अनि यो नर्थ क्यारोलिना हिन्दू सोसाइटी भन्ने छ क्या अमेरिकामा उहाँहरूले यो निर्माण खर्चहरू सबै बेहोर दिनुभएको हो होइन अनि जे जति बेहोर दिनुभयो त्यतिको काम भयो पछि यो सानो घर र माथिको हल चाहिँ डाक्टर राजाराम कार्कीले आफूले बनाइदिनु भएको धादिङको कि बाहिरकै डाक्टर दार्जिलिङले राजाराम कार्कीले आफूले इनिसिएसन लिएर उहाँले आफूले बनाइदिनु भयो यो डिजाइन होइन अनि अब त्यो बेलाबाट हामीले रङ गर्न सकेका छैन त्यो रङ चाहिँ धादिङबाटै उठाएको हो हामीले त्यो व्हाइट पनि धादिङकै रङ पसलहरूले डोनेट गरिदिएको र लगाउन चाहिँ क्याम्पसको स्कुलको विद्यार्थीहरूले लगाइदिएको त्यो पैसा परेको छैन लगाउनु चाहिँ भलिन्टियरले लगाएको हो अनि अब चाहिँ हामी यसलाई रङ लगाउन सकेका छैन रङ नलाउँदा के डिफेक्ट हुँदो रहेछ भने भत्किँदो रहेछ यसरी यसले रङले पनि प्याक गर्दो रहेछ अनि यो भत्किने हुनाले अब रङ लगाएर अलिकति आकर्षक बनाउनु पर्छ भित्र बाहिर त्यसको चाहिँ हामीसँग सोर्स छैन रिसोर्स छैन अलिअलि मेन्टेनेन्स पनि गर्नुपर्ने छ त्यसको पनि स्रोत छैन त्यो चाहिँ अब बिस्तारै खोजिरहेको छौँ हामीले अब डोनेसन गर्ने चाहिँ भेटिया छ रङहरू अलिअलि एक दुई बाल्टी अब अलिअलि त किन्नु पनि पर्छ होला रङ त्यो किनेर अनि यो लगाउने खर्च चाहिँ कस्ट चाहिँ केही अब भलिन्टियर गराउने चाहिँ भनेका छन् तर अब सबै पुरै भलिन्टियर गराउनु नि गाह्रो छ त्यसैले रङ चाहिँ हामी अलिअलि खोजिमा छौँ त्यस्तै मन भएका भावना भएका होइन अलिअलि दिउँ अलि केही गरौँ भन्ने भावना भएकाहरूसँग हामी रङ पनि डोनेसन माग्न खोजिरहेछौँ अब कसैले म यति किनिदिन्छु उति किनिदिन्छु 2-4 बाल्टी म किनिदिन्छु 1-2 बाल्टी म किनिदिन्छु भन्ने मान्छे भयो भने त्यो रङहरू चाहिँ लिएर आएर अनि केही भलिन्टियरली लगाउने केही चाहिँ पैसा दिएर पनि लगाउने भनेर त्यो प्रयत्न गरिरहेछौँ हामी त्यो गरिरहेछौँ ल त्यति हो अहिलेलाई हुन्छ ठिक छ ल अब हामी चाहिँ अब जाने चल्ला
अनि कोही अब म पेजमा हाल्छु, त्यसपछि म क्युआर पनि हालिदिने छु है। कन्ट्याक्ट नम्बर भनिदिनु नि त ल यहाँको 9860 1590 33 फेरि 9860 1590 33। त्यसमा कल पनि गर्न सक्नुहुन्छ। कोही डोनेसन गर्न आउन चाहनेहरू चाहनेहरूलाई चाहिँ हामी सबैजनाले स्वागत गर्न चाहन्छौँ। ल बाई।